के तपाईँले कहिल्यै सोच्नुभएको छ किन आत्मिक नवीकरण कहिलेकाहीँ कमजोर हुन्छ? आजको कथाले हामीलाई जागृतिको प्रतिज्ञा र खतरा दुवै देखाउँछ जुन एकल अगुवाको प्रभावमा निर्भर गर्दछ। यस खण्डको मुख्य सन्देशले देखाउँछ कि परमेश्वरले कहिल्यै आफ्ना मानिसहरूलाई छोड्नुहुन्न, चाहे तिनीहरूले उहाँलाई छाडे पनि। उहाँले सबै केही बाँकी राख्नुहुन्छ र फर्किनका लागि अवसर दिनुहुन्छ। यद्यपि यी अनुग्रहका ढोका सधैँ खुला रहँदैनन्। कथा आशाबाट सुरु हुन्छ। युवा राजा 6 वर्षसम्म परमेश्वरको मन्दिरमा सुरक्षित थिए जब दुष्ट रानी अतल्याले शासन गरिरहेकी थिइन्। जब योआस 7 वर्षको उमेरमा अन्ततः सिंहासनमा बस्छन्, याजक यहोयादाको मार्गदर्शनमा साँच्चीकै परिवर्तन सुरु हुन्छ। उनीहरूले परमप्रभुको मानिस हुने सन्धि गर्छन्। बालको मन्दिर भत्काइन्छ, सही तरिकाले पूजा फेरि सुरु हुन्छ र परमप्रभुको मन्दिर मर्मत गरिन्छ। वर्षौसम्म यहोयादाको प्रभावमा सबै कुरा फस्टाउँछ। मन्दिर मर्मतका लागि गरिएको सङ्कलनमा अद्भुत इमानदारी देखिन्छ। कामदारहरूबाट हिसाब किताब मागिँदैन किनभने उनीहरूले इमानदारीका साथ काम गरेका थिए। यो संगठनात्मक सुधार मात्र थिएन, यसले साँच्चीकै आत्मिक नवीकरणलाई झल्काउँथ्यो जुन जागृतिले मानिसहरूको जीवनमा इमानदारी र परिश्रम ल्यायो। भजन 37 यस क्षणसम्म पूर्ण रूपमा मेल खान्छ। दुष्टहरूका कारण चिन्ता नगर, प्रभुमा विश्वास गर, असल काम गर, आफ्नो बाटो प्रभुलाई सुम्प। यो धैर्यपूर्ण विश्वासको वचन हो। जब दुष्टता हावी भएको देखिन्छ, हामीलाई सम्झाउँछ कि परमेश्वरको न्याय उहाँको समयमा अवश्य आउनेछ। हामीले देख्छौँ कि अतल्याहको दुष्ट शासनको अन्त्यसँगै साँचो आराधना पुनः स्थापित हुन्छ, तर त्यसपछि चेतावनीको सङ्केत आउँछ। पाठमा उल्लेख छ कि योआसले सबै वर्षहरूमा सही काम गरे। याजक यहोयादाले उनलाई निर्देशन दिएका थिए। स्थानहरू यथावत रहे, सुधार पूर्ण भएको थिएन। जब यहोयादा 130 वर्षको उमेरमा मर्छन्, सबै कुरा छिट्टै बिग्रन थाल्छ। उही राजा जसले परमेश्वरको मन्दिर मर्मत गरेका थिए, अब अधिकारीहरूले उनलाई त्यसलाई त्याग्न बाध्य बनाउँछन्। उनीहरू मूर्ति पूजामा फर्किन्छन्। परमेश्वरले चेतावनी दिन पठाएका भविष्यवक्ताहरूलाई बेवास्ता गर्छन्। त्यसो भए आज हामीले यी सत्यहरूलाई कसरी लागू गर्न सक्छौँ? पहिलो, साँचो जागृति परमेश्वरमा आधारित हुनुपर्छ, कुनै पनि मानव अगुवामा निर्भर हुनु हुँदैन भन्ने कुरा बुझ्नुपर्छ। दोस्रो, आंशिक सुधारले प्राय परमेश्वरले अझै काम सक्नु भएको छैन भन्ने संकेत दिन्छ। हाम्रो जीवनमा उहाँले अझ गहिरो केही गर्न चाहनु भएको छ। हामीले प्राय जागृतिहरूमा देख्छौँ कि परमेश्वरले साँच्चीकै परिवर्तन गर्नुहुन्छ, तर हामी गल्तीले सोच्दछौँ कि उहाँले सक्नुभयो जबकि उहाँ अझ गहिरो जान चाहनुहुन्छ। अमेरिकामा भएको पहिलो महान जागृतिले यसलाई शक्तिशाली देखाउँछ। जर्ज व्हाइटफिल्डको प्रचार र प्रार्थना मार्फत परमेश्वरले शक्तिशाली रूपमा काम गर्नुभयो। अमेरिकाको धेरै आत्मिक सम्पदा सुरु गर्नुभयो र उहाँले अझ धेरै गर्न चाहनुहुन्थ्यो। व्हाइटफिल्डले दासहरूप्रति सहानुभूति देखाए र तिनीहरूको अमानवीय व्यवहारको विरुद्ध लेखे। तर जोन वेस्ली जस्तो गरी उनले दासत्वलाई नै कहिल्यै खारेज गरेनन्। यदि उनले परमेश्वरलाई यस विषयमा आफूलाई अझ अगाडि बढाउन दिन्थे भने महान जागृति अझ फराकिलो र गहिरो हुन सक्थ्यो, जसको प्रभाव हाम्रो पुस्तासम्म पनि पुग्न सक्थ्यो। परमेश्वरको प्रत्येक चालमा हामीले निरन्तर उहाँलाई हाम्रो हृदय जाँच्न आग्रह गर्नुपर्छ, जहाँ हामीले अझै पूर्ण रूपमा समर्पण गरेका छैनौँ। प्रश्न हामीले जागृति अनुभव गरेका छौँ कि छैनौँ भन्ने होइन, तर हामी परमेश्वरलाई उहाँको उद्देश्यमा हामीलाई अझ गहिरो लैजान दिन्छौँ कि दिँदैनौँ भन्ने हो। तेस्रो, बुझ्नुपर्छ कि आत्मिक सम्पदा व्यक्तिगत विश्वासमा रूपान्तरण हुनुपर्छ। योआससम्म यहोयादाको शिक्षा त थियो, तर उसको दृढ विश्वास थिएन। यदि हामी चाहन्छौँ कि जागृति अर्को पुस्तासम्म निरन्तर जाओस् भने यो अत्यन्तै महत्त्वपूर्ण छ। र चौथो, साना सम्झौताहरूमा ध्यान दिनुहोस्। यी प्राय भविष्यमा आउने ठूला समस्याहरूको सङ्केत हुन्। र अन्त्यमा हाम्रो डगमगाउने विश्वासमा परमेश्वरको धैर्यताले उहाँको जागृतिको मन देखाउँछ भन्ने कुरा सम्झनुहोस्। यो कथाले हामीलाई देखाउँछ कि ख्रीष्टको काम किन यति आवश्यक थियो। बाह्य सुधार र मानवीय नेतृत्व जतिमै धर्मी किन नहोस्, हृदय परिवर्तन गर्न सक्दैन।
त्यो काम केवल येशूले गर्न सक्नुहुन्छ। उहाँले मात्र हाम्रो हृदय परिवर्तन र हामीलाई निरन्तर विश्वासमा हिँड्न सक्षम पार्न सक्नुहुन्छ। प्रश्न यो होइन कि मानव प्रयासले जागृतिलाई कायम राख्न सक्छौँ सक्दैनौँ। प्रश्न त यो हो कि हामी परमेश्वरलाई भित्रबाट रूपान्तरण गर्न दिनेछौँ र उहाँले हामीमा सुरु गर्नुभएको जागृतिलाई विस्तार गर्नेछौँ।